गुड मर्निङ साथीहरू, वेलकम टु द युट्युब च्यानल माई लाइफस्टाइल ब्लगमा। हामी चाहिँ आज मुक्तिनाथ दर्शनको लागि जान लाग्यो। पानी बिहानै परेछ र यहाँ हामीले सामानहरू प्याक गर्दैछौँ गाडीमा हालेर। पानी आएर यहाँ गाह्रो भएछ। मुक्तिनाथ दर्शनको पहिलो हल्ट चियापान गर्न लागेको छु। यहाँ बिहानै लुम्लेमा हाम्रो पहिलो हल्ट लुम्लेमा। अब हामी यहाँ खाजाहरू खाएर चियापान गरेर फेरि अगाडि बढ्नेछौँ। हाम्रो यो स्कर्पियो हामी आएको र यो हामी चाहिँ घुम्टी ल्यान्ड क्याफेमा खाजा खान आएको। देखा परेको सिक्रेटमा अच्छा पहिला लेखेर सिक्रेट लगाएर बार मात्रको लागि राख्छ नि त। सिक्रेटमा वार्षिक 50 लाख जान्छ। यो बाटोको लागि मात्र, मर्मतको लागि मात्र 8 किलोमिटर माथि। यात्राको सेकेन्ड हल्ट हामी खाना यहाँ रोकेका छौँ रूपसी भन्ने ठाउँमा। र त्यहाँ रूपसीको झरना, यहाँ रूपसी झरना, यहाँ रूपसी भ्यू पोइन्ट होटल एन्ड रेस्टुरेन्ट अन्नपूर्णा 3 काभ्रे। हाम्रो खाना कति थरी हो चटनी माथि उठेछ। यो ब्युटिफुल प्लेस। आमामा धुलो उडायो त, धुलो उडायो। हामीहरू थर्ड हल्ट हो। कुन होटल हो? होटल कर्मा इन बरगाउँको। हामी यहाँ चियापान गर्न गएछौँ साथीहरू। जाडोले मैले चाहिँ यहाँ हामी सानो दिसा-पिसाब गर्न निक्लेको र यहाँ जाडोले सल ओढेको। ब्युटिफुल प्लेस, स्वर्गभन्दा सुन्दर छ। त यो एरियामा चाहिँ अलिअलि हरियो देखिएछ, नत्र ठुल्ठुलो रुखहरू कतै पनि छैन। कति धेरै यो पहाडहरू सबै बालु र ढुङ्गाको छ। तर बोट बिरुवा नभए तापनि अति नै सुन्दर। कस्तो राम्रो ठाउँ, तर चिसो हावा चल्दो रहेछ। त्यो हावाले गर्दा मुटु नै काम्ने ठाउँ। यो चाहिँ च्याङ्ग्राहरू, यति धेरै च्याङ्ग्रा चल्दो रहेछ। सानो सानो झार बोट बिरुवाहरू, काँडै काँडा भएको बोट बिरुवाहरू खाँदो रहेछ यिनीहरूले। लोमनथाङ गेट गाउँपालिकामा हजुरहरूलाई हार्दिक स्वागत छ। छुट्टै बसेछ त। म चाहिँ अलिअलि भिडियो लिएँ। यो मासु खाने कि चिकन? ल है साथीहरू, हामी चाहिँ हाम्रो यात्राको दोस्रो दिन यो लोमनथाङमा हिजो आएर बास बसेको। अहिले चाहिँ बिहानी भएको छ, अहिले 9 बज्दैछ। हामी यहाँ लोमनथाङ गेस्ट हाउसमा बसेको। त्यो गेस्ट हाउसबाट को छतमा आएर यसो नजारा लिइरहेका छौँ। लुवा र ढुङ्गा मात्रै छ यो, तर यस्तो ठाउँ चाहिँ
लोमन्थाङको वरिपरिको दृश्य एउटा भेली जस्तै रहेछ यो ठाउँ। उपत्यका जस्तै वरिपरि यो ढुङ्गा र बालुवाको पहाड र यो अलिकति समथल स्थल रहेको हुनाले यो एकदमै राम्रो ठाउँ, पर्यटकीय ठाउँ। होटलहरू टुरिस्टहरू पनि आउँदो रहेछ यता अर्को होटलमा, लोमन्थाङ होमस्टेमा। यो टुरिस्टहरू बिहान बसेर जान लागेछ। अब हामी पनि खाजासाजा खाइसकेका छौँ र हामी पनि अब जाने यहाँबाट अब चाइना बोर्डरतिर लाग्ने हो। र यति सुन्दर, यति रमणीय ठाउँ छ। रुख बिरुवा धेरै छैन, बालुवा र ढुङ्गा मात्रै छ यहाँ। यहाँ अलिकति यतातिर यो बिरुवा हुँदो रहेछ। यहाँ चाहिँ यो रुख कि यो प्लान्ट चाहिँ यहाँ हुँदो रहेछ, त्यो मात्रै छ। तर हरेक चिजको सुविधा सम्पन्न के यहाँ। सोलर, वाइफाई, सोलर, इन्टरनेट, पानीको व्यवस्था, हरेक किसिमको सुविधा सम्पन्न। हिमालतिर भए पनि मेन ठाउँबाट जस्तै काठमाडौँ, पोखरा, मेन सिटीहरू भन्दा टाढा भए तापनि यहाँ हरेक किसिमको सुख सुविधाले सम्पन्न छ। इन्टरनेट को व्यवस्था छ, पानीको व्यवस्था छ, बिजुलीको व्यवस्था छ, हरेक किसिमको व्यवस्था छ यहाँ। खास भन्यो भने हाम्रो नेपाल चाहिँ हरेक भौतिक, हाम्रो नेपालको भौतिक बनावट चाहिँ हरेक किसिमको छ। कतै तराई छ सम्म जहाँ हरियाली मात्रै हुन्छ, कतै पहाड डाँडाकाँडा मात्रै हुन्छ र यो हिमाली एरिया हो जसमा अहिले हिमाल त नजिकै देखेछ, तर जाडोमा चाहिँ यो एरिया सबै हिउँले ढाक्छ गरे। तर हामीले जाडोको टाइममा आएको छैनौँ र यहाँ पानी चाहिँ एकदम थोरै पर्छ अरे। जाडोमा चाहिँ हिउँ डाइरेक्ट पर्ने हो अरे, पानी चाहिँ धेरै पर्दैन, त्यसैले यहाँ बोट बिरुवा पनि धेरै हुँदैन। लोमन्थाङबाट अब हामी चाइना बोर्डरतिर लाग्दैछौँ। होटलबाट प्रस्थान गर्नुभन्दा पहिला एक राउन्ड चाहिँ यो लोमन्थाङको गाउँहरूको भ्रमण गर्ने हेतुले हामी होटलबाट निक्लेका छौँ। आउनु मैले पनि घुमाइहालौँ नि, घुमाउने भयो। हामी चाहिँ लोमन्थाङको राजपरिवार घुम्दैछ है। अहिले यहाँको घरहरू यस्तो माथितिर यहाँ ठुलो रहेछ। मेन इन्ट्रान्स गेट क्या हो, लोमन्थाङ रोड। हामी लोमन्थाङको रोयल प्लेसमा छौँ है अहिले। राजपरिवार राजामा यो यही लोमन्थाङको होला नि, लोमन्थाङको के यहीको। यो त पुरै पहिला यो उन्न रहेछ नि।
राज परिवार मेन गेट उताबाट जाने गरी प्लेस इन्ट्रान्स गेट यता अझै भित्र पस्ने रहेछ कि हो रोयल प्लेस यही हो हाम्रो यो लोमन थानको राजाको लोकल हो लोकल सिमी फापर पिट्रो स्याउ सुकुटी सबै यहाँ पाउँछ पुरै पाउने यहाँ हो क्या हाम्रो खुसी अरू ठाउँ पाउन यही हो सबै पाउने अनि तपाईँको भिरोहरू पाउँछ राम्रो राम्रो भिरो पुरानो सबै बन्द होला नि है हामी पोखराबाट आएको पोखरा माटेपानी माटेपानी गुम्बा छ नि वहाँ त्यहाँबाट आएको यो राजदरबार तर भित्र जान प्रवेश निषेध रहेछ यो राजदरबार हो कि भित्र उति त होला नि गेट यो गरे कि राजदरबार खास राजाहरू बस्ने कुकुरी छ ए कुकुर गएछ यहाँ चाहिँ कुना कुना भित्र भित्र मैला रहेछ कुकुरहरूले मैला रहेछ दाउरै दाउरा रहेछ माथि दाउरे रुख बिरुवा नि नहुने ठाउँमा नि के को दाउरा होला त्यो भित्र पस्ने ठाउँ भयो कि रे थाहा नभएको मान्छे यहाँ सरासर जान्छ होइन पहिला होटल हेर्नुभयो भने माथि होटल यही माथि 3 टर्मिनलको बाटो छ अहिले राजपरिवार कता छ त यही होटलमा हुनुहुन्छ राजा राजकुमारहरू रानीहरू काठमाडौँ हुनुहुन्छ राजा गएको राजकुमार यो रात यही हुनुहुन्छ गुम्बा लामाको ए उता पछाडि यो नवाङ गुम्बाको लामाको यो त पछाडि हो ठुलो होटल छ भेन्चर त्यसको देवीलाई गाह्रो भयो राम्रो देखेछ त्यहाँ गेट छैन पुरा घुमा पनि यो ठुलो गेटमै यता गेट गेट छ भन्दै थियो त कता होइन ठिकै छ त्यति यति हिँड्यो भने त अलिक तन्किन्छ नि खुट्टा अहिले फेरि गाडीमा बस्नुपर्छ काठै काठको है यहाँ कति राम्रो देखेको काठै काठकै छोरी यहीलाई भनेको होला है गुम्बा के भन्थ्यो नि जाऊ बाबु जाऊ लोमन थानको राजदरबारमा घुम्दै गरेको हामी अहिले निक्लिनु हामी कताबाट जाने बाबु कहाँबाट फर्क्यो म चाहिँ यता छ भने
बिचरा बताउँदाखेरि अलि फोहोर भएर किला दाइ एनुलाई के भन्छ यो यस्तो पार्लाई छोटेन स्कुल यो लोमनथानको स्कुल तपाईँको कानको दङ्गी परेर हेरेर सबैले गर्ल्स रुम नमस्ते नमस्ते हामी गुरुङ हो तिमीहरू नि गुरुङ हो सबै हामी गुरुङ हो पोखराबाट टमाटर त सबै बिग्रेछ बिचरा गएछ न हामी त आएर बल्ल यही बसेको लमजुङ फ्रेस हाउस ल यहाँ त छुँदै नहुँदो रहेछ त्यो यस्तो बालु र ढुङ्गा मात्रै हो नि म त डर नि लाग्यो मनथानको गाउँ तथा राजदरबार घुमेपछि हामी आमाहरू विश्राम गर्दै यहाँ चाहिँ गाडी अब आउने क्रम छ आयो गाडी हाम्रो गाडी आयो वडा कार्यालय यो प्रहरी कार्यालय यो लोमनथानको ओह्रालो चाहिँ हाम्रो 46 मिटर हाइट छ माथि अलिक चिसो हुन्छ है तपाईँले माथि गएर चिसो हुन्छ कसैलाई यो लिक लाग्ने टाउको दुख्ने भयो भने है तपाईँले अलिक चाँडोभन्दा चाँडो तल झर्नु होला है हुन्छ किनकि यहाँ स्वास्थ्य उपचारको राम्रो सुविधा छैन कि हाम्रो किनकि यहाँ बिरामी तपाईँहरू जमसम पुग्नुपर्ने हुन्छ गाडी हो भने नरहेछ हजुर जमसम पुग्नुपर्ने हुन्छ त्यही भएर कसैलाई केही गाह्रो भयो भने अलिक छिटो तल झर्नु होला है हुन्छ बाबुलाई धन्यवाद छ हाम्रो फर्स्ट एड उपचार तपाईँहरूलाई उपलब्ध गराइदिन्छौँ त्यसपछि हामीले जमसम पठाउनु भनेर व्यवस्था गरिदिन्छौँ है हुन्छ अनि तपाईँहरूले माथि गएर त्यहाँ स्थानीयले सञ्चालन गरेको पसलहरू छ है त्यो पसलबाट तपाईँहरूले थोरै मात्रामा आफ्नो लागि र घरको लागि थोरै मात्रामा के मनपर्ने चिजहरू छ भने चक्लेट पाउँछ किनेर ल्याउन सक्नुहुन्छ र धेरै मात्रामा है व्यापार गर्ने हिसाबले चाहिँ नल्याइदिनु होइन त्यो हामी चाहेको सामान पायो भने अलिअलि ल्याउँछु नत्र भयो ल्याउँदैन अनि हाम्रो आमाहरू हुनुहुँदो रहेछ विशेष गरी त्यो टिनेज युङहरूले चाहिँ हाम्रो 24 नम्बर पिलर छ क्या 24 नम्बर पिलरमा चाहिँ टेक्ने बस्ने अनि सामान राखिदिने अनि त्यसरी फोटो भिडियो गरिदिनुहुन्छ क्या त्यो चाहिँ नगरिदिनु होला है ए हुन्छ ल हस् ल धन्यवाद छ बाबु हामी चाहिँ चाइना बोर्डर चाइना र नेपालको बोर्डर कोरोला बोर्डरतिर आइसक्यो कोरोला बोर्डर 0 किलोमिटर लो आयो यी सामानहरू त यही कोरोला बजारमा चाहिँ शपिङ एरिया चाहिँ यही रहेछ मिठाई र रक्सी मात्रै छ किनभने त्यो त उसको त एकदम राम्रो खाले हो हाम्रो नेपालमा 4-5 हजार गर्छ नि हामीले यसो चक्लेटहरु हामी किन्ने पनि नेपाली चाइनाहरु चाहिँ यता आउँदैन आउँदैन आउने पाउँदैन होला नि दिँदैन कहाँ बार लगाछ सबै मान्छे पनि देख्दैन त उता कता बाइ बाइ चाइनिज बाबा सारा हाल्यो क्यों
ओके